ब्लग बनाइरहेको छु फेरि पछि हाम्रो केटाहरू बल खेल्न आएको छन् सो हाम्रो भाइ घाँस काटेर आइरहेको छ होइन प्लस साइकलमा चाहिँ हाम्रो ड्राइभमा चाहिँ भाइ सिमसोन उसको ब्लगलाई सबैजनाले साथ गरिदिनु होला र यसै गरी लाइक एन्ड सब्सक्राइब सेयर पनि गरिदिनु होला र म चाहिँ फलो गरौँ मेरो निकनेम चाहिँ नर्मल सबैले मलाई नर्मल भन्छ अन्त भाइ र आज चाहिँ हामी बल खेल्नलाई जगडीमा जाँदैछौँ गज टु जगडीमै जहिले चाहिँ हामी पहिला गजतिर ट्रेनिङ गराउँथेँ अहिले हाम्रो कोच अन्डी चाहिँ ट्रेनिङको लागि भने नारायण पोखरीको स्टुडेन्टहरूलाई ट्रेनिङ गराइरहेको छन् किनभने उनीहरूको अब राउन्ड सेकेन्ड इन्टर स्कुल कप चल्दैछन् होइन अब हामी चाहिँ डक्टरलाई कहाँ आइपुग्यो शिवलाई मन्दिरमा आइपुगेछन् यो भ्लग गर्दै जाऊँ न जो शिवलाई मन्दिर चाहिँ यस्तो छन् जसमा ठुलो बडो पिपलको रुख छ एकदम ठुलो रातिको टाइममा आयो भने हजुरहरूको साथ पनि जान सक्ने सम्भावना हुन्छ सो हामी चाहिँ अहिले जङ्गलको बाटो जाने कुरा थियो तर प्लान क्यान्सल भएर अब चाहिँ हामी बाटोबाटै जाने सोचमा छौँ हाम्रो लामा टोल हाम्रो मिर्को कुन चाहिँ टोल यस्तो छ लामा टोल पर्छ यो लामा टोल जाऊँ हावा छैन रहेछ त्यो साइकलमा गटक गटक राखेर हामी जहिले बाटो हुँदै बल खेल्न जान्छौँ र हाम्रो घर चाहिँ बजार साइडमा होइन हाम्रो घर चाहिँ टक्कलाई एउटा भिलेज टाइपको जस्तै भनौँ न अब त्यस्तै साइडमा छ नि र हाम्रो घरबाट लगभग 2-3 किलोमिटर पश्चात चाहिँ हाम्रो हाइवे रोड त्यसपछि बजार आउने छ यो चाहिँ हो हाम्रो अब यही बाटोबाट अहिले चाहिँ हामी एकदम धेरै दुईजना मात्रै भएको कारणले रोडै जाँदैछौँ हाम्रो बहिनीहरू स्कुल पढेर आएका छन् हाम्रो पछिका डक्टर नर्सहरू सो साइकलमा किन साइकलमा हावा नभएको कारणले चाहिँ हामी अहिले एकदम गाह्रो भइरहेको छौँ यार मैले पहिला कस्तो बोल्दै टायर चाहिँ यो बसमा पर्छ रिहान्स ए मासु दिएन भाइले सो मैले चाहिँ मेरो भाइलाई एकदम आवाज दिएको थिएँ तर उसले सुनेन किनकि ऊ बसभित्र थिएँ जसमा ग्लासको अन्डरवाइजको कारणले गर्दा किनभने हाम्रो साउन्ड त्यहाँबाट त्यहाँ हुँदैन त्यसैले अन्त भाइ साइन्समा पढायो होला नि भाइलेन्स अपडेट भाइलेन्स अपडेट होइन के अरे भाइलेन्स के भन्छ भाइलेन्स टु यतै गऱ्यो भाइलेन्स टु रेडिएसन सो हामी चाहिँ अब धेरै टाइम छैन अब हामी आइपुग्न लागिसके वाउ हाम्रो घर छेउतिर यस्तो नजारा छन् जसमा कोही आफ्नो रनिङको लागि आएका छन् यो भाइले चाहिँ एकदम भाइको स्ट्यामिनालाई मैले माने 1 किलोमिटर जति त उसले ननस्टप पेलिसके जर्सी नम्बर 12 सिमसोन थापा उसको प्लेइङ चाहिँ किपरको जस्तो यस्तो स्ट्यामिना छ नाइस अब हाम्रो यहाँ बल माग्नुपर्ने हुन्छ हामी जखडी माई टोल आइसकेका छौँ इन्टर गरिसकेका छौँ इन्टर त जखडी माई टोल सो स्टप साइकल स्टप ब्रो लेट्स गो टु द गो ब्रो आइएम नट गुड ए बल छैन लेट्स गो अब ग्राउन्डमा हिँड न लाइसक्यो यस्तो बल सो we know well it's and ground fast makes waste playing forever I know we know that however do something like that it is the traditional temples of Zakadimai since it was established in 1974 when this time was
Second World War, something. I think 1970. Yeah, Second World War. It's so loud, crowded in ground. Oh my God, whoever in the ground. बच्चाहरू प्र्याक्टिस गर्न आएको जस्तो छन् स्कुलको. Too fast, bro. Too fast. हाम्रो चाहिँ साथीहरू नै आइसकेको छ ग्राउन्डमा. Then slowly. Nice, bro. हामी चाहिँ ग्राउन्डमा आइसकेका छौँ ब्रो. भाइ बिस्तारै बिस्तारै त खतरा चाख दुख्छ. सो भर्खर हामीले चाहिँ केटिङ चढाएको थियो, त्यो केटी कराएको. Wow. Is that so much beautiful nature of my eyes? I could not accept that. Where is Paul? My brother is going on the forest fights with her. Stop the. यसपछि हामी भेट्नेछौँ. अँध्यारो भएपछि थ्याङ्क यू. बल खेलेर गइसकेपछि हामी होइन यो भेले एउटा किपर रे मार्टिनेन्स मिया खलिफाको छोरा के अरे दाई. अनि यहाँ उता नोर्बु गएको होइन नोर्बु दाई मेरो नोर्बु दाई. एकछिन सुमन हो त्यो पिक्चरलाई चित्त बुझेन रे त्यसले भनेर ल म सदर कतितिर आउँछु त्यो बेला हार्नु त्यसले मलाई मेसेज गरेको कि रनिङ निशानलाई हामीले कुरा गर्छ. निशानले उल्टै हाल्छ त्यसलाई. यता हो साइकल यता. नोर्बु ओए रन्डी गौ. तिमीले इन्सुला गाडी गाड्नु पाएको साथी मैले ओए साइकल फलो मार्छ गर्थ्यो मलाई त्यसले मलाई फलो गरेँ. मैले हाम्रो मेडेलाई गफै बढिहाल्छ साथी के यो मान्छे हो र हेर्ने यता चोकमा आएपछि अरे भोलि त्यसपछि के भन्छ भने त्यो रातो ज्याकेट लाग्यो निशानलाई पनि पिट्छु रे अनि त्यो चित्त बुझेन अरे त्यसलाई आएर हान्छ मुजीलाई. यहाँ हाम्रो अनि सुप्रिम दाई के अरे तपाईँको नाम सरी स्पन्दर. यहाँ हाम्रो फेरि बुलेट कुदिराख्यो कि फेरि बुलेटमा जानुपर्छ. हेलो बुलेट प्रेमी के छ. त्यो नेपाल प्रेमीको हस्बेन्ड गाडीको त्यो घरबाट ल्याएको त्यो बिरालो. ओए छोरा पर्छ कि मैले होइन यसलाई के भने घर होइन फेरि 25 पानी 70 वर्ष के मैले यसलाई यस्तो भनेको के त मेरो अङ्गको छोरा होस् अहिले चाहे भने निशानले पड्काइदिन्छ तँलाई मैले भनेको मात्र हो त अब त आफ्नो बाटो लाग म आफ्नो बाटो भनेको फेरि के भन्दा भने चित्त बुझेन रे अनि यसलाई आइदियो खेल्ने भन्दा आज गएर म्याच हान्छु. हजुर कस मैले अस्ति मायासँग त्यो दिन पढाएको थिएँ त्यो मिलाइन्छ त्यो गएको थियौँ जाँदा हामी त्यो अस्ति म मान्छे गएको थिएँ क्या त्यो जात्रा बेला गएको थिएँ. पानी हान्छ चल्दिउँ न त ल. मैले अस्ति के अरे अब तैँले बोले जस्तो गर्दैन भाइ अब मात्र बोल त अनि चाहे भएर मलाई अस्ति तँलाई हान्थेँ मन नलागेर हो. अब साथीहरूले हान्ने भनिरहेको थियो तँलाई अङ्कल भने छोडिदियो भनेको. साईको त के भन्छ भनेको त म झगडा गरेँ हिँड्ने सोचमा थिएन त्यो दिन रे अनि भाइहरूसँग रमाइलो गर्न गएको थियो तर तिनीहरूले एकै भएर पिस रे केही छैन. तर त्यो रातो ज्याकेट लाउने चाहिँ किन बिचमा आएको मलाई चित्त बुझेको छैन रे. भोलि भेटेर कुरा गरौँ लाएर चोकमा चौथी घरमा आयो उता साथी हेर न मैले त्यसको उयो देखाइदिएँ नि भिडियोमा यसलाई हान्नु साथी हेर कस्तो मर्छ होला Thanks for watching. Like, share, subscribe.